आज चाहिँ हाम्रो बिहानै सल्लाह भएको थियो दिउँसो पानी परेन अनि घाम लाग्यो भने चाहिँ जङ्गल जानुपर्छ ल निगुरो टिप्न भनेर हुन्छ नि त भनेर मैले पनि खानाहरू छिटो छिटो गरेँ। खाना खाइसकेर थोरै कपडा धुनु थियो, कपडा धोएर सुकाउनु पर्यो भनेर बाहिर निस्केको धुम्मधाममा गरिरहेको रहेछ। अनि ला पानी पर्ला जस्तो छ नजाउँ ल भनेको, होइन केही हुँदैन नजिकै जानुपर्छ, बाइक लिएर जाउँ, पानी परिहाल्यो भने फर्किहाल्नुपर्छ ल भनेर भन्नु पनि हुन्छ नि त भनेर म पनि तयारी भएँ। अनि जङ्गलभित्र काँडै काँडा हुन्छ नि त, अनि मैले पनि नघुस्ने खालको जुत्ता लगाएँ। अनि मेरो श्रीमानले पनि जुत्ता लगाउनु भयो। अनि हामी चाहिँ घरबाट निस्क्यौँ। अनि अब सधैँ टिपिरहेको जङ्गल पनि नजिकैको हो नि त, अनि निगुरो कता कता छ भन्ने थाहा भएको हुन्छ। अनि निगुरो भएकै ठाउँमा गयौँ सिधै, अनि निगुरो टिप्न थाल्यौँ। अनि अहिले चाहिँ बर्खाको सिजन भएर होला पानी प्रशस्तै परिरहेको छ, अनि झारहरू पनि धेरै पलाइरहेको छ नि त, अनि घारी अनि अलिअलि यो पानी परिरहेकोले होला जुकाहरू पनि लागिरहने, लाग्यो भने चाहिँ टिपिदिउँ ल भनेको, ल ल भन्नुभयो। अनि अलिकति निगुरो टिप्यौँ, जस्तै भए पनि जङ्गलभित्रको निगुरो अलिक अर्ग्यानिक राम्रै हुन्छ नि त। अनि यति टिपिसकेपछि चाहिँ अब घर फर्क्यौँ, बरु अर्कै दिन आउनुपर्छ भनेर हामी चाहिँ घर फर्क्यौँ। अनि आजको भिडियो चाहिँ यति नै। भिडियो हेरिदिनु भएकोमा धन्यवाद सबैलाई।